欢迎我们的第一届尼泊尔心灵境情绪管理教学教师研习营的学长来分享。नमस्कार सम्पूर्ण शिक्षकहरू म चाहिँ गत वर्ष चाहिँ यो 1 मेडिटेसन क्लास लिएको थिएँ मैले चाहिँ यो लिनुको कारण भनेको चाहिँ वास्तवमा चाहिँ मैले स्टुडेन्टको लागि र आफ्नो मनको शान्तिको लागि लिएको थिएँ। यो आफ्नो फ्यामिलीमा सिकाउनु है भनेर चाहिँ भन्नु होला, क्लासमा बच्चालाई सिकाउनुस् अनि आफ्नो आमा बुवालाई पनि तपाईले यो सिकाउनुस् है त भनेर बच्चालाई भन्यो भने यसले चाहिँ के गर्छ भन्दा शान्ति फैलाउन चाहिँ एकदम मद्दत गर्छ। 1 मिनेटको लागि त समय हामीले दिन सकिहाल्छौँ अनि प्लस अब हामीले धेरै लाग्दैन क्या मेडिटेसन भनेको त मान्छे वर्षौँसम्म गरेको भन्ने सुनेको थिएँ मैले त 1 मिनेटको शान्ति भनेको त यहाँ आएपछि मैले अचम्म परेको थिएँ क्या 1 मिनेटमै सकिँदो रहेछ मेडिटेसन त। अब यसलाई त धेरै टाइम पनि नचाहिने रहेछ। त्यही भएर तपाईँहरूले चाहिँ यो चाहिँ एउटा मिसनको रूपमा बुझ्नुहोस् र यसलाई चाहिँ तपाईँहरूले आफ्नो विद्यालयमा घरमा एकदमै के गर्नु भन्दाखेरि एप्लाई गर्नुहोस्, युज गर्नुहोस् आफ्नो उसमा चाहिँ दैनिक जीवनमा चाहिँ तपाईँलाई केही तनाव हुने बित्तिकै स्पेसली आफ्नो घरको मेम्बरलाई पनि तपाईँहरूले यो सिकाउनु होला। यहाँबाट गएपछि यसको फाइदा धेरै छ भनेर तपाईँहरूले चाहिँ यो फाइदालाई चाहिँ तपाईँहरूले चाहिँ सही हुन्छ नि सही सदुपयोग गर्नु होला। अब यसको दुरुपयोग त हुँदैन, दुरुपयोग भनेको तपाईँहरूले यसलाई एप्लाई नगरेपछि यो बिर्सिने हुन्छ, तपाईँहरूलाई थाहा हुन्छ। यसको महत्त्व चाहिँ तपाईँहरूले एकदमै बुझ्दिनु होला। यो 1 मिनट मेडिटेसनले चाहिँ तपाईँहरूलाई चाहिँ एउटा सकारात्मक ऊर्जा दिनभरि नै तपाईँको लाइफमा चाहिँ एकदमै नेगेटिभहरू चाहिँ हट्दै जान्छ, प्लस पोजिटिभ यो ऊर्जाहरू हुन्छ नि पोजिटिभ एनर्जी चाहिँ तपाईँको लाइफमा चाहिँ एक दिन तपाईँले बिर्सिने बित्तिकै तपाईँलाई कस्तो कस्तो फिल हुन्छ क्या यो चाहिँ तपाईँले डेली गर्नु होला।心和平，世界就和平。मनको शान्तिले संसारमा शान्ति ल्याउँछ।